अहिले तपाईले नेतृत्व गरेको महानगरभित्र कतिवटा घर छन् भन्ने कुरा तपाईलाई यथार्थ जानकारी छ कि छैन? यथार्थ छैन। तपाईले नेतृत्व गरेको लोकल बडीजमा कति जनसंख्या छन् भन्ने तपाईलाई थाहा छ कि छैन? ठ्याक्कै थाहा छैन। किताबहरू पढ्नुहुन्छ कि पढ्नुहुन्न? त्यति समय पाइरहेको छैन। टिभी हेर्नुहुन्छ कि हेर्नुहुन्न? टिभी पनि त्यति हेरिन। रेडियो सुन्नुहुन्छ कि सुन्नुहुन्न? कहिले काहीँ एफएम एकछिन सुन्छु बिहानतिर, अरू बेला त्यसो। पत्र पत्रिका पढ्नुहुन्छ कि पढ्नुहुन्न? कमै मात्र। सोशल साइटहरू कति चलाउनुहुन्छ? ट्विटर छ? छैन, चला छैन। बाटोमा पार्किङ गरेको छ, सामान बाटोमा राखेको छ, त्यो पनि हल गर्न सकिएन भन्नुभएको छ। तपाईँ गर्नुहोस् न, तपाईँलाई कसले छेकेको छ? त्यो गर्न त सक्नुहुन्छ नि। गाह्रो छ। किन गाह्रो छ? गाह्रो छ, तपाईँले आफै भन्नुहोस्। जति बोल्नुहुन्छ त्यति गर्न गाह्रो। बोल्न त तपाईँ बोल्नु भएको चुनावमा। त्यो त हामी रानी पोखरी देख्नु भएको छ नि मेयर साहब, कार्यक्रम पनि गर्नुभयो। किन रानी पोखरी जस्ताको तस्तै? राजनीति बढी भयो।